नमस्ते। नमस्ते। तपाईँको शुभ नाम? करिना गौडेल। करिना गौडेल। करिना, हाउ आर यू? फाइन। कङ्ग्रेचुलेसन्स। थ्याङ्क यू। तपाईँले एससीमा जिपिए 4 ल्याउनु भयो है? तपाईँ पढ्नु भएको विद्यालय कुन हो? छोरीपटन माध्यमिक विद्यालय। ओके। जिपिए 4 आए पछाडि चाहिँ के फिल भइरहेछ? एकदम खुसी लाग्छ। ओके। तपाईँले सोच्नु भएको थियो जिपिए 4 आउँछ भनेर? सोचेको त थिएँ तर कन्फर्म चाहिँ थिइनँ। ओके। किन कन्फर्म हुनुहुन्थेन? के बिग्रिया थियो? त्यस्तो बिग्रेको थिएन, त्यहाँदेखि यो अलिक बिग्रिन्छ कि भन्ने जस्तो लाग्थ्यो। ओके। क्लासमा तपाईँको पोजिसन के हो नि? फर्स्ट नै हो? ए, भनेको फर्स्टको त जिपिए 4 आउनै पर्ने थियो होइन? तपाईँ सँगसँगै अरू 2 जना साथीहरूको पनि जिपिए 4 आयो होइन? हजुर। 3 जनाको हो तपाईँको स्कुलबाट? 3 जनाको आएको। 3 जनाको जिपिए 4 आएको हो? ओके। अब के पढ्ने नानु? साइन्स। साइन्स। किन साइन्स पढ्ने? साइन्स पढ्ने अनि त्यसपछि चाहिँ इन्जिनियरिङ गर्ने। ए, साइन्स पढ्ने र कम्प्युटर साइन्सतिर पढ्ने कि बायो नै लिने? बायो लिने। बायो नै लिने? ए, ओके। इन्जिनियर चाहिँ किन बन्न मन लाग्यो? मेरो म्याथ चाहिँ अलि स्ट्रङ छ, त्यही भएर पछि इन्जिनियरिङ बन्ने भनेर। ए, ओके। इन्जिनियर बन्न, सिभिल इन्जिनियर। ओके। कोबाट मोटिभेट हुनुभएको इन्जिनियर बन्नलाई? इन्डियामा मोटिभेट त्यस्तो त कसैबाट पनि होइन, जस्ट तपाईँलाई इन्जिनियर बन्न मन लाग्यो। ओके। स्कुलको इन्भाइरोमेन्ट कस्तो छ? स्कुलको इन्भाइरोमेन्ट एकदम राम्रो छ। पढ्ने मान्छेको लागि चाहिँ एकदम पढ्ने इन्भाइरोमेन्ट छ। ओके। टिचरहरू पनि सपोर्टिभ हुनुहुन्छ अनि एकदम नजरको कुरा सिकाउनुहुन्छ, हेल्पफुल हुनुहुन्छ, एकदम नेचर काइन्ड छ। ओके। अनि तपाईँको घरको इन्भाइरोमेन्ट, बाबा मम्मी के गर्नुहुन्छ, तपाईँ कहाँ बस्नुहुन्छ, के छ? बाबा मम्मीले फार्मिङ गर्नुहुन्छ। घरको इन्भाइरोमेन्ट नै पढ्ने जस्तो राम्रै छ। दिदी नै ब्याचलर पढ्दै हुनुहुन्छ, भाइ बहिनी पनि राम्रै पढ्छन्। ओके। भाइ हुनुहुन्छ अनि बहिनी हुनुहुन्छ, तपाईँको दिदी पनि हुनुहुन्छ? ए, ओके। बाबा मम्मी चाहिँ फार्मिङ गर्नुहुन्छ छोरेपाटनमै? हजुर। ए, ओके। घरमा कस्तो छ पढ्ने इन्भाइरोमेन्ट? मिल्छ कि मिल्दैन? कतिको घरमा सपोर्ट गर्नुपर्छ? सपोर्ट गर्नुहुन्छ मम्मी। तपाईँलाई घरको काम गर्न के आउँछ? खाना बनाउन आउँछ? आउँछ। तरकारी बनाउन आउँछ। चिया बनाउन आउँछ। कपडा धुन आउँछ। घर सफा गर्न पोछा लाउन आउँछ। सबै आउँछ? हजुर आउँछ। अनि फार्मिङमा के सपोर्ट गर्नुहुन्छ बाबा मम्मीलाई तपाईँ? फार्मिङमा त गर्दिनँ मैले। गर्नुहुन्न? काम गर्न, त्यता काम गर्न जान चाहिँ पर्दैन, पर्दैन। पढे हुन्छ। तपाईँको घरमा कामको जिम्मा चाहिँ के हुन्छ? तपाईँले गर्नै पर्ने काम? खाना पकाउने अनि भाइ बहिनीहरूलाई सिकाउने। खाना चाहिँ के सबभन्दा मिठो बनाउनुहुन्छ तपाईँ? सबै मिठै हुन्छ। सबै मिठै हुन्छ? ओके। तपाईँलाई यो खाना बनाउने यो हाउस होल्ड एक्टिभिटिज भन्दा अरू एक्स्ट्रा चाहिँ तपाईँलाई के गर्न बढी आउँछ? केमा बढी रुचाउनुहुन्छ? जस्तो स्पोर्ट्स हुनसक्छ, एक्स्ट्रा करिकुलर एक्टिभिटिज हुनसक्छ। त्यो रिडिङ बुक्स। रिडिङ बुक्स कस्तो बुक्सहरू बढी पढ्नुहुन्छ? त्यो स्टोरी बुक्सहरू। स्टोरी बुक्सहरू बढी पढ्नुहुन्छ? ए, ओके। अनि घरमा भाइलाई बहिनीलाई कतिको पढाउनुहुन्छ? पढाउँछु। बहिनीले चाहिँ आफै पढ्छन्, कुनै नजान्ने कुरा मात्रै हो। भाइलाई चाहिँ स्कुलबाट आएपछि पढाउनुहुन्छ? कति क्लासमा पढ्नुहुन्छ भाइ? भाइ 1 मा। ओके। अब चाहिँ तपाईँ सरकारी स्कुलको स्टुडेन्ट हो होइन? अब चाहिँ प्राइभेटमा पढ्ने कि सरकारीमा पढ्ने त 11-12? कलेजहरूतिरबाट कतिको इन्क्वायरी आएको छ, कतिको फोन आएको छ भिजिट गर्न आउनुहोस् भन्ने? धेरै आछ? कतिवटा जति फोन रिसिभ गर्नुभयो होला? मैले त गरेन, प्यारेन्ट्सहरूले गर्नुभयो। के भन्नुभएको छ? कतिवटा जति फोन आयो होला अहिलेसम्म? 3-4वटा आयो त्यस्तो। 3-4वटा? ओके। कहाँ पढ्ने भन्ने थाहा छैन? कन्फर्म भएको छैन। कन्फर्म भएको छैन? छोरीबाट नै पढ्यो हुँदैन? हुन्छ हुन त। तर अन्त कतै हेर्न मन लाग्छ? हजुर। अन्तको पनि कस्तो छ भनेर बुझ्न मन लागेको छ हो? ओके। छोरीपाटनले बेस्ट तपाईँलाई के त्यस्तो टिचिङ इन्भाइरोमेन्ट अथवा लर्निङ इन्भाइरोमेन्ट दियो जुन तपाईँ बिर्सिनै सक्नुहुन्न? टिचिङ इन्भाइरोमेन्ट, स्कुलको पढ्ने इन्भाइरोमेन्ट सबभन्दा तपाईँलाई मन परेको इन्भाइरोमेन्ट चाहिँ के हो? कोही शिक्षक हो कि
टिचर्सहरू ओके टिचर्सहरूले एकदम राम्रो पढाउनुहुन्छ, एकदम वेल एजुकेटेडहरू हुन्छ, राम्रोसँग पढाउनुहुन्छ। हस्, थ्याङ्क यू सो मच। तपाईँको जिपिएफओ आएको छ, जिपिएफओलाई मेन्टेन गर्नु होला। मेन कुरा चाहिँ मेन्टेन गर्नु ठुलो कुरा हो। तपाईँको क्लास 11मा पनि जिपिएफओ आउनु पऱ्यो, 12मा पनि जिपिएफओ आउनु पऱ्यो होइन, ब्याचलरमा पनि त्यही हाइट मेन्टेन गर्नु पऱ्यो। जिपिएफओ एकचोटि आउनुभन्दा पनि त्यो आएको जिपिएलाई चाहिँ तपाईँले पछिसम्म मेन्टेन गर्न चाहिँ एकदम धेरै च्यालेन्जिङ हुन्छ होइन। त्यसलाई चाहिँ एकदम धेरै प्रायोरिटीमा राखेर मेन्टेन गर्नु होला है त। प्यारेन्ट्सलाई लास्टमा के भन्न चाहनुहुन्छ? प्यारेन्ट्सको सपोर्ट र हेल्पले गर्दा नै यस्तो मैले मैले एचिभ गरेको, थ्याङ्क यू भन्न चाहन्छु। स्कुललाई पनि थ्याङ्क यू भन्न चाहन्छु। स्कुलको इन्भाइरोमेन्ट, टिचरहरूको हेल्प र सबैको सपोर्टले गर्दा नै एचिभमेन्ट हासिल गर्दा भएको। ओके, साथीहरूलाई के भन्नुहुन्छ? साथीहरूलाई पनि थ्याङ्क यू भन्छु, तिनीहरूको शक्तिहरू नि सक्सेस। ओके, तपाईँकै साथीहरू, तपाईँहरू जस्तै साथीहरू जसको एनजी आयो उनीहरूलाई के भन्नुहुन्छ? धेरैको एनजी आएको छ नि। हामीले मिहिनेत गऱ्यौँ भने सफल भइन्छ, त्यो भएर निराश नभइकन अझै मिहिनेत गर्न मिहिनेत गर्न भन्छु। हस्, थ्याङ्क यू सो मच। तपाईँलाई आगामी अर्को फर्दर स्टडीको लागि पनि धेरै धेरै शुभकामना। सधैँभरि तपाईँको जिपिएफओ आओस् है त। थ्याङ्क यू, नमस्ते।